यलो खुनाय ऐतिहासिक रुद्रानी द्यय जिन्जिदय प्याख तबाले क्युङुदु जिन्जिदय प्याख सुनिगय थिथे थासे केनिमागु परम्परागत यलय तबाले आइतबा व सोमबा क्युङगुख मल्लकाले रुद्रायनी द्यय चिन्यदय प्याख यलय मुचुके तलेजु भवानिया लागि केशव नारायण चुके मल्ल जुजुपिनीको लागि व भिन्द्य देग न्हने दबली सर्वसाधारणया लागि केनिगु खासा मेमेथा नागरिक पाखे बुन्ने धुंका जक्क केनिगु चलन्दु
यलया तौबाले स्थानीय पिनिगु बना प्याख क्यंगु ख रुद्रानी नाच थौ थन जुया चौँदु ठो छि चाहिँ नि ठो चन्दायो पाखे जुया चौँदु ल मेठा जु चाहिँ नि छि नगरपालिका बजेट जु ल ठो चाहिँ छि चन्दा उठेना यानु जुल उके म संयोजक जिए जुल अजन बजाचारे ठो चाहिँ नि छि 19 वटा कार्यालय न चन्दा कया अनया टंगल टोल सुधार समिति केन्द्रीय गुठी संस्थान अनया धर्मकृति महाविहार हो अनया चाहिँ तहबाल सुधार समिति पाखे हो जी सुन्दरलाल खड्की भाइ चाहिँ चन्दा बिहा चाहिँ ठो सञ्चालन यानु ख वे जा आथन रुद्रानी नाच थन जुया चुङलु ठो निमन्त्रणा चाहिँ नि हिको ख तर नापा नापा चाहिँ ठो रुद्रानी नाच चाहिँ छिन्यु डब्ल्यु कि माउ जुल वे जा चाहिँ ठौकने चाहिँ नगरपालिका बजेटमा सोङो डब्ल्यु को हिको जा चाहिँ नि ठन टोल सुवार यो आग्रह चाहिँ नि रुद्रानी गुटी ठ आग्रह हैन ठौ चाहिँ नि हान ठन छौ मेउ निमन्त्रणा बिहा चाहिँ नि हान नाच याको मेठा चाहिँ ठाउँ थन वना चाहिँ हान च्यास्टे न हिग्यो ओ प्रोग्राम दुठे जम्मा ठुसी चाहिँ नि न्याठा जको हिग्यो चाहिँ झुल्का नापा नापा चाहिँ नि छिङ्गे ठा चाहिँ नि हिग्यो खोनाय ऐतिहासिक रुद्रायनी द्याय चिन्यदय प्याख वंगु असो शुक्ल द्वितीयादिशे सुरुचोको ख रुद्रायनी देवी 12 वर्षे जात्रा ललितपुरमा 12 वर्षमा ल्याउँदै गर्दाखेरि यो 36 वर्षपछि यो जात्रा चाहिँ ललितपुरमा आइरहेको छ। यसमा चाहिँ ललितपुर र खोकना रुद्रायनी जात्रासँग समन्वय गरेर ललितपुर महानगरपालिकाले यस जात्रालाई चाहिँ निरन्तर रूपमा ललितपुर ल्याउनको लागि चाहिँ यहाँ उहाँहरू आगमन भए लगतै चाहिँ ललितपुर महानगरपालिकाले विभिन्न कार्यक्रममा स्वागत गर्दै र उहाँहरूलाई चाहिँ विभिन्न आवश्यक सहयोगहरू सबै र उहाँहरूको चाहिँ के गर्नुपर्ने उहाँहरूले चाहिँ भने अनुसार चाहिँ हामी अगाडि बढिरहेका छौँ र आजको दिनमा यस मच्छिन्द्र बहालमा रुद्रायनी नाच देखाउँदै गर्दाखेरि चाहिँ विगत 12 वर्ष 36 वर्ष अगाडि उहाँका आजूहरूले भनेको अनुसार चाहिँ उहाँहरूले चाहिँ ललितपुरमा 12 ठाउँमा चाहिँ नाच देखाउने तर विभिन्न कारणवश चाहिँ 12 ठाउँमा हुन नसकेको र यस मच्छिन्द्र बालको दबलीमा चाहिँ पूर्वापुरकालदेखि नै चाहिँ देखाइरहेको हुँदाखेरि चाहिँ हाम्रो ललितपुर महानगरपालिका 19 वडा र यहाँ चाहिँ मच्छिन्द्र टोलसार समिति धर्मकृति महाविहारको संयुक्त मिलेर चाहिँ यो नाच चाहिँ हामीले यहाँ देखाइरहेका छौँ। यो चाहिँ परम्परादेखि चलिरहेको नाच चाहिँ लोप नहोस् र यसलाई चाहिँ निरन्तरता पाओस् र यसको संरक्षण गर्ने दायित्व हाम्रो व्यक्तिको महानगरको वडाको र सम्पूर्ण वडावासी र सम्पूर्ण ललितपुर महानगरपालिकाको नै रहेको हुँदाखेरि चाहिँ यो नाचलाई हामीले निरन्तर रूपमा देखाउनलाई चाहिँ यो नाच इतिहासदेखि रहेको चाहिँ हामीले यसै सन्दर्भमा चाहिँ यो नाच चाहिँ यहाँ मच्छिन्द्र बालको दबलीमा देखाइरहेको यहाँहरूलाई चाहिँ जानकारी दिए। धन्यवाद।